छोरी हैन आज तँलाई कुनै एउटा विषयमा म एउटा टपिकमा चाहिँ केही बोल्न दिन्छु ल तैँले त्यो विषयमा चाहिँ बिना केही सोचिकन त्यसलाई मनमा लागेको कुरा बताउने है माया जस्ट लभको विषय छैन तेरो विचारमा माया के हो माया भनेको के जस्तो हुन्छ माया भनेको पुतली जस्तो हुन्छ माया भनेको पुतली जस्तो हुन्छ मुठी पारेर राख्न खोज्यो भने मर्ने छोड्दियो भने फेरि आउँछ कि आउँदैन भने डर हुने खालको हुन्छ यो माया भन्ने कुराले मान्छेको ज्यान समेत लिन्छ कसरी लिन्छ अब मलाई त फटक्कै मन पर्दैन हैन के मन पर्दैन तँलाई चाहिँ प्रेम लभ माया सबै एउटै हैन र मोहब्बत इश्क सबै एउटै हो सबैले ज्यान लिन्छ फिक्स कसरी लिन्छ पहिलो कुरा हैन क्यान्सर जस्तै हुन्छ कि क्यान्सरको पहिलो दोस्रो स्टेजमा केही हुँदैन केही सिम्पटम्स देखाइदिँदैन क्या आनन्द हुन्छ हैन मरिन्छ नि थाहा हुँदैन थर्ड फोर्थ स्टेजमा चाहिँ खलास साह्रै सिम्पटम्स देखाउन थाल्छ असर पर्न थाल्छ हैन मान्छे मर्छ अनि अब हैन बेलैमा उपचार गर्नुपर्छ त्यसको त्यस्तै हो क्या प्रेम भन्ने कुरा चाहिँ अब हेर्नु सुरुमा गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छन् माया साया हुन्छ हैन अब तिनीहरूको कुरा आफैतिर छ हैन अनि त्यस पछाडि के न के उमेरमा बाजा पर्न थाल्छ ब्रेकअप गर्छ केटाले ब्रेकअप गर्यो भने केटी स्याड केटीले ब्रेकअप गर्यो केटा स्याड हैन जसले सच्चा माया गरेको हुन्छ त्यो स्याड हुन्छ अब जस्ट मानौँ एकछिनको लागि फर्स्ट र सेकेन्ड स्टेज चाहिँ त्यो लभ भयो हैन अलिअलि झै झगडा पनि भयो तर साह्रै झै झगडा पछाडि ब्रेकअप पछाडि क्या अब त केटी भयो नि केटाले ब्रेकअप दियो आएर म तसँग बस्न सक्दिनँ जा म भन्दा टाढा जा हैन त्यस्तो दिइसके पछाडि केटी अब यस्तो पाराले दिन रात त्यसकै ख्यालमा अब केटाले ब्लक हानिदिन्छ मेसेन्जरमा उसको मुटु टुट्छ हैन तनाव चिन्ता डिप्रेसन हुन थाल्छ डिप्रेसन भए पछाडि अब मान्छे त पढाइमा पनि ध्यान हुँदैन अल्छी केही काम नगर्ने र भइराख्ने हैन त्यस्तै हुन्छ त्यस पछाडि त अब यो मेरो हुन सकेन म यो बिना कसरी बाँच्नु यो तैँले तेरो आफ्नो अनुभव बताएको कि इमेजिन मैले आफ्नो अनुभव बताएको हैन अब नेपालमा लभमा परिसकेछ त छैन अनि कस्तो अनुभव बताएको नेपालमा 100 जना केटाकेटीहरू मरेका छन् क्या लभकै कारणले त्यही भएर त्यो देखेर चाहिँ भनेको तेरो आफ्नो चाहिँ लभ परेको छैन अहिलेसम्म मैले लभ भन्ने कुरा त गर्नै गर्दिन सपत्तै मलाई मर्नु छैन हैन अनि लभ गर्ने मान्छेहरु चाहिँ मर्छन् नै कुनै मर्छन् कुनैको ब्रेकअप हुन्छ कुनै मात्रै बाँच्छन् अधिकांश मर्छन् धेरै त प्राय मर्छन् हैन कुनै केटाकेटी त्यही भएर तँलाई लभ गर्नु छैन कुनै केटाकेटी चाहिँ कस्ता हुन्छन् भने यो गयो अर्को आउँछ खुट्टामा जुत्ता कति भन्ने हुन्छन् क्या तिनीहरूलाई पर्वाह हुँदैन लभ सबको तर त्यो अलिक एक्स्ट्रोभर्टहरू मान्छेहरू चाहिँ अलिक इमोसनल भएको मान्छेहरूले त्यस्तो गर्छन् क्या अनि ब्रेकअप भए पछाडि केटी मर्छ ऊ झुन्डेर मर्छ उता नाला के भन्छ त माथि पङ्खामा झुन्डेर मर्छन् कोही नदीमा कुदेर मर्छन् दैव हैन तेरो यो भिडियो देखेर चाहिँ माया गर्नेहरूले तँलाई गाली गर्दैनन् खतरा गाली मिल्छ मलाई कमेन्टमा खत्तम अब तपाईले भन्नुभएको नि त मैले मेरो अनुभव सुनाएको हैन अनुभव हैन होला अनुभव तेरो लभै परेको छैन भने कसरी अनुभव हैन इमेजिनेसन तर पनि देखिराख्छु नि त इन्डियामा कति धेरै मर्छन् नेपालमा चाहिँ 100 मर्छन् हैन त्यस्तो लभ सब भन्ने कुरा गर्नु हुँदैन लु मैले भनिसके बाइ बाइ